धेरै दुःख लाग्यो। हामी परदेशीलाई धेरै दुःख लाग्यो। नयाँ सरकार बनेर नयाँ गृहमन्त्री बनेर चाहिँ देशमा राम्रो विकास गर्दै हुनुहुन्थ्यो। पुराना भएका बिग्रेका फ्याक्ट्रीहरूलाई सुचारू गर्न लाउँदै हुनुहुन्थ्यो। नयाँ नयाँ फ्याक्ट्री खोल्ने योजनामा हुनुहुन्थ्यो। जति पनि भ्रष्टाचार गरेर त्यत्रो रुममा लुकाएको पैसा खोइ छानबिन गरेको अरूले त्यो छानबिनको दायरामा ल्याउँदै हुनुहुन्थ्यो। सबै खुसी भयो होइन? अब त सबैजना को खुसी भए? भ्रष्टाचारी, दलाली, घुसखोर सबै खुसी भयो। अब गृहमन्त्री राजीनामा दिनुभयो। तपाईँहरूलाई अब छानबिन हुँदैन। किन छानबिन हुँदैन तपाईँहरूलाई? तपाईँहरूलाई आकाशमा गए पनि पत्ताल मुनि गए पनि छानबिन गर्नु यो सरकारले। सुदनजी जानुभयो भनेर होइन नि, अरू आउँछन् नि। तर तपाईँहरूलाई पानी मुनि गए पनि यो सरकारले छानबिन गराउँछ नि। किन गराउँदैन? तपाईँहरू खुसी हुनुभयो? सबैभन्दा मेन भनेको यो समस्या भनेको मिडिया हो, भ्रष्टाचारी मिडिया हो। कुनै भ्रष्टाचारी मिडिया पनि छन् नि, हामीलाई पनि होस् भनेर यस्तो खालको काम कहिले नगर्नु होला। सत्य र साँचो लेख्नु मिडियाले पनि हेर्नुहोस्, सत्य र साँचो लेख्नुहोस्। तपाईँहरूलाई यति यस्तो खालको भयो भने नि तपाईँहरूलाई पनि लखेट्टा बेर लाग्दैन। तपाईँहरू चाहिँ को हो र? तपाईँहरू पनि त्यो नेपाली त हो नि। सरकारले मान्यता दिएर तपाईँहरू मिडिया चलाउनु भएको होइन? तपाईँहरू नेपाली हो, हामी पनि नेपाली हो। कुनै ठुलो फरक पर्दैन रहेछ छैन। यति खालको 2 नम्बरी काम गर्नुहोस् न, तपाईँहरूलाई पनि लखिन्छ, खुट्टा भाँचेर लखिन्छ। त्यति छोडिन्छ हामीले। अब गृहमन्त्री राजीनामा दिनुभयो, खुसी हुनुभयो सबैजना खुसी हुनुभयो।